सो अल राइट गाइज, म चाहिँ बाइक रिपेयर गर्नका लागि झापा झरिसकेको थिएँ है त। गर्मी भने फेरि यस्तो रहेछ नि, आमामा के भन्नु र। कलश डाँडादेखि मुनि त बाइकमै हिँड्दाखेरि पनि तातो तातो बाफ आउँथ्यो क्या। हाम्रोतिर चाहिँ फेरि जाडो भएर म चाहिँ ज्याकेट लाएर हिँडौँ कि भन्दै सोचमा थिएँ। फेरि मम्मीले पर्दैन किन लाउनु ज्याकेट भन्नुभयो। ज्याकेट चाहिँ नलगाएर ठिकै भएछ। गर्मी फेरि यस्तो छ नि, आमा सुक्खा देख्न सक्नुहुन्छ। यता फेरि बाजेको पारा फाल्टै। यस्तो गर्मी मौसममा पनि भुइँ खन्दै हुनुहुँदो रहेछ। सो मैले चाहिँ पानी खानुहुन्छ भनेर सोचेको, दिनु न त भन्नुभयो। सो मैले चाहिँ पानी पनि लगेर दिएँ गिलास, किनकि धर्म गर्न भनेको गाई चाहिँ गर्नै पर्छ, सेवा नै धर्म हो। अनि त्यस पछाडि म चाहिँ निस्केँ हावाखानातर्फ। गर्मी पनि यस्तो थियो नि, त्यही भएर हावाखानातर्फ त्यतिखेर चाहिँ अलिक शीतल भयो नि त यो बेला चाहिँ। अनि म चाहिँ निस्केँ साइकल लिएर हावाखानातर्फ। अघिल्लो महिना आउँदा त जाडो थियो गाई चाहिँ, यता पनि झापामा नि जाडो हुन्थ्यो। तर अहिले के भएको, ठ्याक्कै 1 महिना पछाडि आएको गर्मीले त बस्नै नसकिने क्या, त्यस्तो गर्मी रहेछ। साँझतिर मामा र म चाहिँ बाइक सर्भिस गर्नका लागि गएको थियौँ। त्यहाँ चाहिँ एकदम प्याकाप्याक थियो। अनि हामी चाहिँ सर्भिसको लागि इन्तजार गर्दै बनाउँदै ठ्याक्कै 9 बजी त गएछ गाइस। आज चाहिँ तपाईँहरूले के गर्नुभयो होला त कमेन्ट गर्नु होला। अनि देख्न सक्नुहुन्छ सर्भिस पछि चाहिँ चडक्क भइसकेको छ हाम्रो बाइक पनि। सो थ्याङ्क यू सो मच फर वाचिङ। भेटौँ है त अर्को भिडियोमा।